स्पोर्ट्स को क्याप्टेन विनीता राई, भलिबल गर्ल्स कम्पिटिसन फर्स्ट पोजिसन। सम्पूर्ण भाइ बहिनीहरूलाई स्पोर्ट इभेन्टमा पार्टिसिपेट भइदिएकोमा धन्यवाद। मिस कलेजको इतिहासमा हामीले पहिलोचोटि यसरी इभेन्ट कन्डक्ट गरेको थियौँ र हाम्रो इभेन्ट निकै नै सक्सेसफुल रह्यो। कुनै झैझगडा देखिएन र फेरि अर्को वर्ष पनि हामी यस्तै स्पोर्ट इभेन्ट कन्डक्ट गर्दै विद्यार्थीको एक्स्ट्रा करिकुलम एक्टिभिटिजलाई निरन्तर दिने नै छौँ। ज्यूलाई सभापतिको मन्तव्य सहित सभालाई विसर्जन गरिदिनु हुन अनुरोध गर्दछु। यस्तै कार्यक्रम हामीले आयोजना गर्दै गर्दा हजुरहरूको उपस्थिति निकै नै खाँचो पर्छ। हजुरलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। सेसनलाई अन्त्य गर्दै गर्दाखेरि म भाइ बहिनीहरूलाई के नोटिस गर्न चाहन्छु भने आज हामीले निकै नै सभ्य र भव्य तरिकाले यसरी कार्यक्रम समापन गर्यौं र भाइ बहिनीहरूको मेहनत हाम्रो ऊर्जालाई सन्तुलन राख्नको लागि यस कलेजले भोलि एक दिनको लागि बिदा दिने घोषणा गरेको छ। बिदा भन्दै गर्दा एक दिने बिदा मात्रै हो है, फेरि पर्सिचोटि फेरि सबैजना 100% एटेन्डेन्सको आवश्यक पर्छ। यहाँ विभिन्न प्रशिक्षक ज्यूहरूले उहाँको योगदानलाई हामीले सम्मान गर्नै पर्छ र उहाँको योगदानलाई सम्मान गर्ने क्रममा अब हामीले उहाँहरूलाई मायाको चिनो दिनु गइरहेको छौँ। राजीव सर, प्रदीप सर, रश्मि म्याम, भावना म्याम र मायाको चिनो भनौँ या सम्मानै भनौँ। यो मायाको चिनो र सम्मान प्रदान गर्नको लागि म यस कलेजका प्रमुख संरक्षक प्राध्यापक गोपाल प्रसाद भण्डारीज्यूलाई अनुरोध गर्दछु। रश्मि म्यामलाई धन्यवाद छ। हामीले आजको कार्यक्रम सभ्य र भव्य समापन गर्न सफल भयो। सिनियर इन्स्ट्रक्टर रूपमा स्थापित हुनुभएको रश्मि म्याम, यसै गरी एचएको कोअर्डिनेटर प्रदीप सरले पनि हामी धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यसै गरी फार्मेसीको कोअर्डिनेटर म देख्न सक्छु राजीव सर म्याम, एडमिनको इन्चार्ज भावना म्यामलाई पनि हामी जोरदार ताली दिउँ। राजीव सर आइसक्नु भएको छ, राजीव सर पनि जोरदार ताली दिउँ। फार्मेसीको कोअर्डिनेटर, यसै गरी लाइब्रेरीको इन्चार्ज सृजना दाहाल पौडेल, मैले रन्जु म्याम अनुरोध गरेँ। यसै गरी छवि दाहाललाई पनि मैले मायालाई टोकन दिन अनुरोध गरेँ। निर्माण सुरेन्द्र दाई कता हुनुहुन्छ? सुरेन्द्र दाई, नुमा, युवराज दाई, समग्र संसारको भिजनलाई हामी कदर गर्नै पर्छ सर। सर यो संस्थामा यो पहिलोचोटि आबद्ध हुँदै गर्दाखेरि सरले निकै इम्प्याक्ट छोडेर जानुभएको छ। सोम सर अफलिङ साइन्सको लागि सोसल स्टडी पढाउनुहुन्छ। सरलाई धन्यवाद। अब यस कलेजका प्राध्यापक श्री सागर गौतमज्यूलाई मायाको चिनो वितरण भइरहेको छ। सायद कति कार्यक्रम अर्गनाइज गर्दै गर्दाखेरि कतै त्रुटि भयो भने फेरि एकचोटि म क्षमा माग्न चाहन्छु। यति भन्दै गर्दाखेरि म यहाँ हजुरबाट बिदा हुन चाहन्छु। सबैलाई हेभ अ गुड डे। फुल्नु मात्र होइन जीवन फुलाउनु पनि, जता जता फुले पनि झुल्नु होइन जीवन, चढ्दा चढ्दै उकालीमा सफलतामा पुग्दा आफू जीवनको आदर्शलाई भुल्नु होइन जीवन। त्यसैले हामीले अनुशासित रूपमा इन्फर्मल प्रोग्राम भए पनि केही रूपमा अनुशासित भएर आफ्नो आदर्श आफ्नो अनुशासनलाई कायम राख्दै होइन यस अनौपचारिक कार्यक्रमलाई भव्य र सभ्य रूपमा समापन गरिदिनुहुन्छ भन्ने आशा पनि हामी व्यक्त गर्न चाहन्छौँ। धन्यवाद। कलेजको 17औं वार्षिक उत्सवमा
उपस्थित हुनुभएका सम्पूर्ण सरहरू, यस कलेजका पदाधिकारीहरू र यस कलेजको निमन्त्रणालाई स्वीकार गरेर आउनुभएका सम्पूर्ण अभिभावकहरूमा म उद्घोषक भीम आचार्यको तर्फबाट धन्यवाद र शुभकामना व्यक्त गर्न चाहन्छु। र सर्वप्रथम यस मिस कलेजले 17औं वर्ष प्रवेश गरिराख्दाखेरि जुन उपलब्धि हासिल गरेको छ त्यो उपलब्धिको एउटा साक्षी बस्नको लागि हामी फर्स्ट इयरमा जुन अध्ययनरत साथीहरू छौँ तिनीहरूलाई पनि स्वागत गर्न पाएकोमा र स्वागत हुन पाएकोमा पनि विशेष आभार व्यक्त गर्न चाहन्छु। त्यसैगरी अबको औपचारिक कार्यक्रम समाप्तपछि अनौपचारिक कार्यक्रम सुरु हुन गइरहेको छ। गुड आफ्टरनुन, नमस्ते सबैजनामा। सन्चै हुनुहुन्छ त सबैजना? सन्चै हो नि? हो ल। त्यसैगरी म जिएम थर्ड इयरबाट उद्घोषकको रूपमा मेरो नाम चाहिँ विपाशा चौधरी। आजको यस कार्यक्रमलाई अगाडि बढाउँदै सम्पन्न गर्नमा तपाईहरू पनि एकदमै हातमा हात मिलाइ साथमा साथ दिँदै एकदमै यो कार्यक्रमलाई एकदम भव्य सभ्यका साथ अगाडि बढाउनेछौँ भन्ने आशा पनि एकदमै राखेकी छु। त्यसैगरी आजको यस 17औं वार्षिक उत्सव यस मिस कलेजमा हुन गइरहेको छ र अबको हाम्रो कार्यक्रम भनेको नृत्य कार्यक्रम रहेको छ। कसले हाँस्छ आफूसित, कसले हाँस्छ आफूसित, तिनकै हाँस्ने साथी छैन। तिनकै साथी बनु भने आफ्नो हात माथि छैन। नहाँसेरै बसु न त, नहाँसेरै बसु न त भन्ने पनि आँट छैन। दिललाई साथी बनाउन गोजीभरि घाट छैन। र यसै गरी हाम्रो यस कार्यक्रमको प्रस्तुति पहिलो प्रस्तुति लिएर आउँदै हुनुहुन्छ डिपिएच फर्स्ट इयरको अक्षरा भट्टराई, गुड्डु भुजेल, विनिता राई, जोसना श्रेष्ठ, स्वीकृति अधिकारी, मनिषा लिम्बू, रोशनी खत्री, उनिसा खत्री, जस्टिना श्रेष्ठ, सुजाता गौतम र उहाँहरूको गीतको बोल रहेको छ जननी जन्मभूमि स्वर्गदपि गरिएसी। उहाँहरूलाई एकदम जोरदार तालीले स्वागत गरौँ। हार्दिक अनुरोध गर्दछु। अब
हुनुहुन्छ यशोदा श्रेष्ठ, स्नेहा लिम्बू, दिलसा राई, दीपज्योति राई, मिक्सा लिम्बू, सरिस्मा गुरुङ, सानिया राई र उहाँहरूको गीतको बोल रहेको छ सुम्निमा र पारुवाङलाई शिरमा राखेर र यसको यो नृत्यलाई संयोजन गरिदिनु भएका हाम्रा विगत लगभग 15 दिनदेखि अहोरात्र खटिरहनु भएका टिचरलाई पनि म विशेष आग्रह गर्न चाहन्छु र आग्रह गर्दै उहाँहरूलाई यो स्टेजमा आमन्त्रण गर्न चाहन्छु। गरगरहार तालीका साथमा साथ दिनुहुन्छ भने अपेक्षाका साथ।
प्यारलाई बुझेन जान देउता भूमिलाई बुझेन छोरा सिली सब मिलेर पुर्खाको इतिहासलाई जोगाएर ढोल बजे नाचौँ साकेलामा सिली टिपी नाचौँ साकेलामा ढोल बजे नाचौँ साकेलामा सिली टिपी नाचौँ साकेलामा हैया 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 सोरे ढोले सोरे ढोले सोरे ढोले सोरे ढोले हैया 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 सोरे ढोले 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 हैया 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 यो भूमिमा पुर्खाहरूले राज्य गरेको 9 लाख किराँतीको इतिहास बोकेको वैशाख पूर्णिमामा सेउली बोकेर साकेला नाचौँ ढोल ठोकेर ढोल बजे नाचौँ साकेलामा सिली टिपी नाचौँ साकेलामा ढोल बजे नाचौँ साकेलामा सिली टिपी नाचौँ साकेलामा हैया 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 सोरे ढोले 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 आजको कार्यक्रम नयाँ विद्यार्थीलाई स्वागत गर्ने कार्यक्रम थियो तथा विभिन्न इभेन्टमा जितेका विद्यार्थीहरूलाई पुरस्कार दिने कार्यक्रम थियो। त्यो सँगसँगै अर्को एउटा भनेको चाहिँ भूतपूर्व विद्यार्थीहरूलाई पूर्ण मिलन गराउनको लागि पनि कार्यक्रम राखिएको थियो। अलिकति टेक्निकल अभाव भएको कारणले गर्दाखेरि भूतपूर्व विद्यार्थीहरूलाई हामीले यसरी याद गर्न नसकेको अवस्थामा फेरि मैले यसो हेर्दै गर्दाखेरि यहाँ विद्यार्थीहरूलाई म देख्न सक्छु र यहाँ म नाम वाचन गर्दै गर्दाखेरि हाम्रा सिनियर विद्यार्थीहरूलाई म यहाँ आउन अनुरोध गर्दछु। भाइहरूमध्ये कोही एकजनाले यस संस्थामा पढ्दै गर्दाखेरि आफूले भोगेको अनुभव तथा यस पछाडि यहाँबाट भोगेको अनुभवले के गति आफ्नो अगाडिको कार्यमा के कति मद्दत गर्यो त्यो कुराहरू स्पष्ट गर्नको लागि यहाँ उपस्थित भाइहरूमध्ये कोही एकजनाले म अनुरोध गर्दछु। मिनवाइल पहिलो चाहिँ आफ्नो इन्ट्रोडक्सनको कुरा छ, इन्ट्रो गर्दै म्यामले यता अबिर लगाइदिनुहुन्छ र मैले यसरी माइक चाहिँ भाइलाई दिएँ। धन्यवाद सागर सर। यस मिस्ट कलेज परिवारलाई पनि धेरै धेरै धन्यवाद। 17औं वर्षमा चाहिँ कलेज प्रवेश गर्दै गर्दाखेरि कार्यक्रममा हामीलाई सम्झेर चाहिँ आमन्त्रण गरिदिनु भएको थियो। विशेष गरी टिका सरलाई पनि म देखिरहेको छु होइन, टिका सरले चाहिँ सबैलाई नै लगभग बोलाउनु भएको छ। कलेजमा पनि पोस्टहरू आएको थियो, सरहरूले आमन्त्रण गर्नुभयो। त्यसको लागि मिस्ट कलेज परिवार तथा आजको कार्यक्रम सञ्चालन गर्ने जुनियर साथीहरू, सञ्चालन समितिहरू सबैजनालाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु।
म चाहिँ इन्ट्रोडक्सन दिनुपर्दाखेरि मेरो नाम चाहिँ दीपक निरौला, घर बुद्ध शान्ति झापा। अहिले हाल भागीरथा बुद्ध शान्ति अस्पताल बुद्ध शान्ति गाउँपालिकामा एज अ फार्मेसी असिस्टेन्ट म कार्यरत रहेको छु। धन्यवाद। भाइलाई यस कलेजमा आबद्ध भएकोमा फेरि हामी एकचोटि रिकल गर्दै अबिर दीपक भाइलाई निकै नै धन्यवाद छ। यो हाम्रो बोर्ड निकै जहिलेसम्म रहिरहोस्। यसै गरी नेक्स्ट हामी देख्न सक्छौँ सागर पौडेल। सबैमा नमस्कार, एकदम धन्यवाद मनैबाट मिस्ट कलेज परिवार एवं अध्ययनरत विद्यार्थीहरूमा सम्झेर बोलाएर ल्याउनु भयो हामीलाई। मेरो नाम सागर पौडेल, हाल चाहिँ म मोरङ हस्पिटल प्राली पत्री शनिश्चर्यमा एज अ फार्मासिस्ट काम गरिरहेको छु। धन्यवाद। सागरलाई धन्यवाद छ। हाम्रो त्यो कनेक्सन नटुटोस्। Meanwhile, next is to Vijay Rai. धन्यवाद सर। यस कार्यक्रमका सञ्चालकज्यू, मैले देखिरहेका यहाँ हाम्रा गुरुहरू पनि हुनुहुन्छ, त्यसै गरी गुरुआमाहरू पनि हुनुहुन्छ र आज यो 17औं वार्षिक उत्सवमा हामी यसरी पूर्व विद्यार्थीहरू पुनर्मिलन भइरहँदाखेरि कलेजले आज 17औं वार्षिक उत्सव मनाइरहेको रहेछ। हामी पनि 2019 को पास आउट, 2076 सालमा हामी पनि यस कलेजबाट मोस्ट अफ द मलाई लाग्छ यहाँनिर हामी 2019 कै विद्यार्थीहरू रहेछौँ। त्यसैले हामीले 10औं वसन्त ऋतु जस्तै यहाँ तपाईँहरूले 17औं पार गरिराख्नु भएको छ। हामीले त्यतिखेर 10औं वार्षिक उत्सव मनाइरहँदाखेरि यो मञ्चलाई हामीले त्यतिखेर विदाईको रूपमा लिएको थियौँ र अहिले 17औं वार्षिक उत्सवमा फेरि पनि पुनर्मिलन हुन पाउँदा हामी असाध्यै खुसी छौँ। र मेरो परिचय दिँदाखेरि म एज अ विजय राई, यस कलेजको 2076 सालको पास आउट, हाल चाहिँ बुधबारे स्थित भागीरथा बुद्ध शान्ति अस्पतालमा हेल्थ एसिस्टेन्टको रूपमा कार्यरत छु र मसँग दीपक सर पनि हुनुहुन्छ एज अ फार्मासिस्ट। हामी सँगै नै त्यहाँनिर काम गरिरहेका छौँ। यो कार्यक्रममा हामीलाई यसरी भेट्ने अवसर हाम्रा यहाँका निर्देशकज्यू, हाम्रा आदरणीय टिका सर जस्तै प्रणव सर र अहिले भर्खरै पनि सागर सरले हामीलाई जुन रूपले यहाँ स्वागत गरिदिनु भयो, यसैलाई हामी एकदम हृदयमा लगेर जान चाहन्छौँ भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्न चाहन्छु। धन्यवाद। धन्यवाद विजय राई भाइलाई। Meanwhile, next should be Anam Giri. धन्यवाद सर। मेरो नाम चाहिँ अनम गिरी, बिर्तावाड 5 बाट र म यस कलेजको 2076 पास आउट जिएम र अहिले हाल म दुबईमा एज अ F1 इभेन्ट फर्स्ट एडरको रूपमा काम गरिरहेको छु। थ्याङ्क यू। र म आएको 2 दिन मात्र भएको छ। म दुबईमै हुँदा मलाई टिका सरले मेसेज गर्नुभएको थियो कि हाम्रो वार्षिक उत्सव रहेको छ र आउनु होला भनेर, र मेरो आउने काम पनि थियो। त्यही कारणले खास यही कार्यक्रमको लागि त होइन, त्यही पनि संयोग परेको हुनाले म आज यहाँ यस कार्यक्रममा सहभागी हुन पाएँ। त्यसको लागि धेरै धेरै धन्यवाद सबै सरहरूलाई। धन्यवाद। विद्यार्थी नेपालमा मात्रै होइन, तिमीहरूको प्लेसमेन्ट विदेशमा पनि हुन सक्छ भनेर भाइले साबित गरिदिएका छन्। प्रत्यक्ष सुनिरहेको छौ। यु हेभ अ गुड फ्युचर अहेड। धन्यवाद सर। मेरो नाम चाहिँ दिवस पोखरेल, म अहिले पत्री संसार 1 मा मोरङ हस्पिटलमा कार्यरत छु। धन्यवाद। ठिकै छ, शॉर्ट एन्ड स्वीट दिवस पोखरेल। अरु कोही छौ विद्यार्थीहरू? अरु कोही छौ? कल। सबैमा नमस्ते, म तुलसी पौडेल, 2079 साल पास आउट। म चाहिँ अहिले हाल दमककै कियोज बाल अस्पताल नजिकै रेड रोज फार्मेसीमा कार्यरत छु। धन्यवाद। ल भाइलाई थ्याङ्क यू। नेक्स्ट। नमस्कार सबैजनालाई। मेरो नाम चाहिँ विश्वास भण्डारी। हाम्रो ब्याचबाट मेबी 4 जना यहाँ अहिले एभाइलेबल रहेछौँ। अघि 2-3 जना अरू साथीहरू पनि आउनु भएको थियो।
त्यसैले अहिले मेरो हाल काम चाहिँ दमक अस्पताल अगाडि मनोकामना फार्मेसीमा गर्दैछु। धन्यवाद। नेक्स्ट केसिका। हेलो एभ्रिवान, म चाहिँ केसिका सङ्ग्रौला दमक 8 बाट। अनि म चाहिँ अहिले मङ्गलबारेमा एउटा प्राइभेट फार्मेसीमा गर्दैछु। अनि त्यति नै हो। धन्यवाद। धन्यवाद केसिकालाई। तिमीहरूले यसरी हामीलाई माया मार्न मिल्दैन। हेर त कहिलेका विद्यार्थीहरू आइसकेका छन्। सो यु गाइज आर वेलकम है त नेक्स्ट एनुअल प्रोग्राममा। अहिलेदेखि नै मैले डिक्लेयर गरेँ, अल अफ यु आर वेलकम। धेरै धन्यवाद। र हामी नृत्य प्रतियोगिताकै प्रक्रियालाई अगाडि बढाउन चाहन्छु र स्ट्यान्ड बाई नै रहनु भएको छ होला। उडुकी गुडुम ए चरी भन्ने गीतको बोलको साथमा नृत्य लिएर आउनुहुँदैछ। ओए फर्स्ट इयर गर्ल्सहरू आउनुहुँदैछ। मैले उहाँहरूलाई स्टेजमा आउनको लागि विनम्र आग्रह गर्दछु। समीक्षा खड्का, समीक्षा प्रधान, लवी राई, लुना मगर। हेर्न, यसो त आँखै देख्दैन। जिन्दगीमा के गरी खाला है? तिमी देख्न सक्दैनौ। सरी, यो कलेज तिम्रो लागि होइन। नदेख्ने अनि नाच्ने अरे। जिन्दगी होइन, मात्र आँखा बर्बाद भएको छ। म के गर्न चाहन्छु दाइ, तर किन यो समाज मलाई बुझ्न खोज्दैन? देखिने गुन्सेको मेरो आशा
गरून् नगरून् म आफूले आफूलाई माया गर्छु। संसार देख्न नसके के भो त, एक दिन यस्तो काम गर्छु संसारले मलाई देख्नेछ। धेरै धेरै धन्यवाद। हेर्दा हेर्दै आँखाले मन किन चलायो, भन्नु थियो यिनीले भन किन बोलायो, एउटै मात्र नजरले भन के जनायो, एउटै मात्र नजरले भन के जनायो। जेएम सेकेन्ड इयरको साथीहरू नृत्यको लागि आउनुहुनेछ। भुइँसोरी ढोगरे र यस नृत्यमा सहभागीहरू हुनुहुन्छ प्रतिका, स्नेहा, पूजा, लक्ष्मी, दीपिका, राधिका, करिना, नुमाफो र उहाँहरूलाई आफ्नो प्रस्तुति दिनको लागि छिटो यस स्टेजमा आउनको लागि पनि आग्रह गर्दछु। सेवारो सोल्टी सेवारो है। म्याङलुङको काखमा हुर्केकी छोरी नाम मेरो मिमहम्मा।
थर्ड इयरबाट समीक्षा राय र त्यस पछाडि तयारी अवस्थामा रहिदिनुको लागि डिपिएस थर्ड इयरबाट यो प्रतियोगितामा प्रतिस्पर्धा गरिरहनुभएका साथीहरूलाई पनि तयारी अवस्थामा रहिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। लहनाले जुरायो कि र नेक्स्ट प्रतियोगिताको लागि आउनुहुँदैछ डिपिएस प्लस जिएम फर्स्ट इयरबाट आउनुहुँदैछ र गीतको बोल छ एला लुवा। उहाँहरू तयारी अवस्थामै हुनुहुन्छ भन्ने हाम्रो अनुमानको साथमा बोलाउन चाहन्छु। अफ्रिन, मनिका, गुड्डू, जस्टिना, रोशनी, स्वस्तिका मिश्र, प्लिज उहाँहरूलाई जोरदार तालीका साथमा स्वागत गरौँ। उहाँहरू हुन्छ युगल फर्स्ट इयरबाट डिपिएस र जिएम फर्स्ट इयरबाट संयुक्त रूपमा आउनुहुँदैछ र गीतको बोल छ एला लुवा। प्रविधिले पनि मलाई साथ दिएकै होला, त्यसै कारणले म एउटा कविता भन्न गइरहेको छु। हेर्दा हेर्दै आँखाले मन किन चलायो, भन्नु थियो यिनीले भन किन बोलायो। तिमीसँगको हेराइले परिचित बनायो, त्यही हेराइको स्पर्शले मन किन चलायो। हेर्दा हेर्दै आँखाले मन किन चलायो, भन्नु थियो केही कुरा नजर किन घुमायो। एउटै मात्र नजरले भन के जनायो, एउटै मात्र नजरले भन के जनायो। खुसी दियौ दुःख लाग्यो मन किन तडपायो, खुसी दियौ दुःख लाग्यो मन किन तडपायो। केही भन्न खोजे मैले मार्न किन लगायो। जुन देखे जुनै राम्रो भन्ने मात्र बनायो, एउटै मात्र नजरले भन के जनायो, एउटै मात्र नजरले भन के जनायो। भन्दै थिए केही कुरा नजर किन घुमायो। जान्नु थियो धेरै कुरा
नसा किन पिलायो धेरै पटक फेरेपछि तिम्रा दुई नयन लजाउने बनायो तिनलाई किन स्वयं लजाउने बनायो तिनलाई किन स्वयं। धन्यवाद। धन्यवाद यस मिठो प्रस्तुतिको लागि। र नेक्स्ट गीत रहेको थियो र त्यही गीतलाई हामी कन्टिन्यू गर्दैछौँ र डिपिएल थर्ड इयरका आयुषा, स्लिपिया, सुक्रा, स्तुति उहाँहरूको गीतको बोल रहेको छ मखमली चोली माथि छड्के लायो तिम्रै नामको सुसाउँदै देउरालीले मिठो गीत गायो हिउँले सरी यो कलेजी बिरतीले मखमली चोली माथि छड्के लायो भालकी ए मखमली चोली माथि छड्के लायो भालकी रूप सुन्दर मेरी हजुर धपकै भालेकी
नजर मरि जान्छन् पटक्कै
धेरै धेरै धन्यवाद। मन की चरी भन्ने गीतको बोलमा नृत्य गरेर जाइसक्नु भएको छ लुना र समीक्षा। उहाँहरू हुनुहुन्छ ज्योति भट्टराई, सफलता रिजाल, अङ्किता, जमुना, प्रिया, रञ्जना, जोनी, गङ्गादेवी, नवीना श्रेष्ठ र उहाँहरूको गीतको बोल रहेको छ कति राम्रो कमल फुल हिलैमा, टिपिएस सेकेन्ड इयर। धेरै धेरै धन्यवाद। नेक्स्ट प्रतियोगिताको लागि आउनु हुँदैछ, तयारी अवस्थामा रहिदिनुको लागि पनि मैले आग्रह गर्न चाहे। बल्ल भेट भयो गीतमा नृत्य प्रस्तुत गर्नको लागि मनिषा लिम्बू, दीपज्योति राई, एलिना श्रेष्ठ र स्नेहा लिम्बूलाई पनि तयारी अवस्थामा रहिदिनुको लागि र अहिले प्रतियोगिताको लागि आइदिनुको लागि र चाँडोभन्दा चाँडो गरिदिनुको लागि पनि आग्रह गर्न चाहे। मेरै समकक्षी सहकर्मी साथी विपसा र कञ्चन।
बोलिरहेको छ उडायो मन र मनले कहाँ कहाँ उडाउँदो रहेछ एकचोटि हेरौँ न त।
सहकर्मी मित्रलाई वक कला मात्रै होइन रहेछ नृत्य कला पनि धेरै राम्रो आउँदो रहेछ। धेरै धेरै धन्यवाद मिठो प्रस्तुतिको लागि। र नेक्स्ट प्रस्तुतिको लागि आउनुहुँदैछ नरिसाउ मितिनीज्यू भन्ने गीतको बोलमा नृत्य लिएर आउनुहुँदैछ मन्दिरा र मनिषा। प्लिज स्टेजमा उहाँलाई जोरदार तालीले स्वागत गरौँ मन्दिरा र मनिषा। रहनु भएको छ भन्ने जानकारीको साथमा मैले बोलाउन चाहे गोर्खे खुकुरी बोलको गीत लिएर आउनुहुँदैछ प्रस्तुति लिएर आउनुहुँदैछ र उहाँहरू तयारी अवस्थामा रहनु भएको छ। मैले नाम हामीले अलिकति रमाइलो पुगेन कि जस्तो लागिरहेछ त्यसै कारणले Thank you.
हामीले नृत्य प्रतियोगितालाई अन्तिम चरणमा पुगेका छौँ र हामीलाई दिएको जिम्मेवार अनुसार हामीले नृत्य सहभागी जो विद्यार्थी हुनुहुन्छ सबैको अत्यन्तै उत्कृष्ट हामीले देख्यौँ र त्यसको लागि सहभागी विद्यार्थी भाइ बहिनीहरूलाई म निर्णायकको तर्फबाट सर्वप्रथम धन्यवाद दिन चाहन्छु। अब हामीले नृत्य सबैको नृत्य राम्रो छ, तथापि हामीले केही क्राइटेरिया बनाएका थियौँ। हामीले निर्णयका लागि क्राइटेरिया बनाउँदा हामीले अभिनयको प्रस्तुतिलाई पनि हेरेका थियौँ, त्यस्तै गीतको भावलाई पनि हामीले हेरेका थियौँ र वेशभूषालाई पनि हामीले हेरेका थियौँ। ती सम्पूर्ण चिजहरूबाट प्राप्त भएको नतिजा म यहाँहरूलाई सुनाउन चाहन्छु र साथसाथै नतिजाको साथसाथै म पुरस्कार वितरणका लागि पनि म सर्वप्रथम राजेन्द्र सरलाई म यहाँ तेस्रो पुरस्कार हामीले तेस्रो पुरस्कारको लागि जिएम थर्ड इयरका भाइ बहिनीहरू लहनाले भन्ने बोलको गीतमा नाच्नु भएको थियो, उहाँ तेस्रो हुनुभएको छ। तालीले स्वागत गरौँ। कसले नाचेको त लहनाले? समीक्षा राई सिक्रेप्स थर्ड पोजिसन र यसलाई पुरस्कार वितरण गर्नको लागि लगभग सरले भनिसक्नुभयो। यस कलेजको फाउन्डर श्री राजेन्द्र सरलाई म अनुरोध गर्दछु। समीक्षा राई थर्ड इयर प्राप्त गर्न सफल भएकी छिन्। थर्ड पोजिसन सफल गर्न र जिएम थर्ड इयरकै रहेकी छिन्। जिएम थर्ड इयरबाट थर्ड पोजिसन। ल धन्यवाद राजेन्द्र सरलाई। त्यस्तै गरेर द्वितीयमा हामीले छनौट गरेका छौँ जननी जन्मभूमि भन्ने बोलको गीतमा नाच्नुहुने बहिनीहरू सुजाता गौतम फर्स्ट इयरका बहिनीहरूलाई सेकेन्ड पोजिसन हासिल गर्नुभएकोमा धेरै धेरै बधाईको साथमा सो पुरस्कार ग्रहण गरिदिनको लागि यहाँ स्टेजमा आमन्त्रण गरेर सो पुरस्कार प्रदान गरिदिनुको लागि सागर सरलाई पनि आग्रह गर्न चाहे र क्रमशः नाम म भाषण गर्छु। उहाँहरू आएर आफ्नो पुरस्कार ग्रहण गरिदिनुको लागि पनि हार्दिक अनुरोध गर्छु। सुजाता गौतम, युनिसा कार्की, रोशनी खत्री, जस्टिना श्रेष्ठ, मनिषा लिम्बू, स्वीकृति अधिकारी, ज्योत्सना श्रेष्ठ, स्वीकृति अधिकारी ज्योत्सना श्रेष्ठ, विनीता राय, गुड्डु भुजेल। ल त्यस्तै गरेर हामीले प्रथम हुने टिम सोही डोले साकेला नाच
त्यसलाई प्रथम घोषणा गरेका छौँ र यो पुरस्कार वितरण गरिदिनको लागि म कोअर्डिनेटर डाक्टर गोपाल भण्डारी सबै प्रतियोगितालाई चाँडोभन्दा चाँडो आइदिनको लागि पनि आग्रह गर्न चाहे। र यसरी डान्स कम्पिटिसन we got the result and the winner is Susmin GM first year बाट wherever you are। र यो पुरस्कार वितरण गर्नको लागि यस कलेजका प्रमुख संरक्षक प्राध्यापक डाक्टर गोपाल प्रसाद भण्डारीज्यूलाई म अनुरोध गरेँ। विद्यार्थीलाई फर्स्ट कम्पिटिसन फर्स्ट प्राइज फर डान्सिङ कम्पिटिसन जुन हामीले अर्गनाइज गरेको थियौँ आज र क्रमशः नाम म वाचन गर्छु र क्रमशः सबैजना आइदिनुको लागि पनि आग्रह गर्न चाहे। भिक्षा लिम्बू, यशोदा श्रेष्ठ, स्नेहा लिम्बू, दिलासा राई, दीपज्योति राई, प्रज्वल बराइली, राजप्रकाश केब्रोन, निशान बराल, स्नेहा राय, सानिया राई सायद सानिया राई, सरिस्मा गुरुङ, र यस नृत्य प्रतियोगितामा प्रथम भएका जिएम फर्स्ट इयरका साथीहरूलाई पनि धेरै धेरै बधाई र अबको र यस प्रथम पुरस्कार प्रदान गरिदिनु भएकोमा सरलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र अझै पनि हाम्रो अनौपचारिक कम्पिटिसन रहिरहेको छ र धैर्यपूर्वक बसिदिनको लागि पनि आग्रह गर्न चाहे। किनभने प्रतियोगिता आखिरमा प्रतियोगिता मात्रै प्रतियोगिता होइन, त्यो प्रतियोगितालाई ग्रहण गरेर रमाइलो मनोरञ्जन दिनु पनि त्यो एउटा सिनियरको नाताले उहाँहरूलाई त्यो भाव जान्छ। किनभने प्रतियोगिता भन्नुहुँदै थियो, त्यो प्रतियोगिताको कार्यक्रम सकिएको भनेपछि उहाँहरूले मानेर त्यसलाई अनौपचारिक कार्यक्रम अन्तर्गत प्रतियोगिता अन्तर्गत कम्पिटिसन अन्तर्गत आफ्नो कला प्रस्तुत गर्न आउनुहुँदैछ। Meanwhile, डान्स कम्पिटिसनलाई सक्सेस पार्नुहुने सम्पूर्ण डान्स टिचर कता हुनुहुन्छ उहाँलाई मुरी धन्यवाद। किनभने कुनै पनि कार्यक्रम सञ्चालन गर्नको लागि एउटा कला चाहिन्छ, त्यो कला सागर शर्मा पनि रहेछ भन्ने महसुस हामीले भित्र मनदेखि नै गरेका छौँ। यसै भनाइलाई साथै राख्दै अबको प्रस्तुति लिएर आउनुहुँदैछ बिग सङ रहेको छ, धेरैजना हुनुहुन्छ जिएम थर्ड इयरबाट उहाँहरू सो नृत्य प्रस्तुत गर्नको लागि लालायत हुनुहुन्छ। उहाँहरूको नाम वाचन गर्दैछु र क्रमशः स्टेजमा आइदिनुको लागि पनि आग्रह गर्न चाहे। जनक, पुकार, अंकित, जितेन्द्र, दीपक, समीक्षा, दीपिका, पूजा।
त्रिशूली बगेर मर्स्याङ्गीमा झरेछ तिम्रो मायालो मलाई राक्षी झै चढेछ त्रिशूली बगेर मर्स्याङ्गीमा झरेछ तिम्रो मायालो मलाई राक्षी झै चढेछ हे राफ्टिङ बिसाउने पागल कमर हेरन कस्तरी हलाउने पागल कमर हेरन कस्तरी हलाउने हिरो लास्टकै पाली आउँछ। यहाँ देखिरहेको छु जनक, जसलाई अहिले मैले देखिरहेको छु सम्पूर्ण स्पोर्ट्स प्रतियोगितामा भाग लिएर पनि होइन, अन्त्यमा आजको यस कार्यक्रममा नृत्यमा पनि उसले आफ्नो प्रस्तुति दिएर गएको छ। र यस्तो यो प्रस्तुति देखिराख्दाखेरि मलाई नाम लिन चाहे सौगात राई, जसले यस नृत्यलाई नृत्य बनाउनु भएको छ र त्यो सहयोगी भूमिका खेलिदिनु भएकोमा सौगात राईप्रति पनि प्रतियोगिताको लागि नरिसाउ मितिनीज्यू भन्ने गीतको बोल लिएर फेरि पनि आउनुहुँदैछ। फेरि पनि यो नृत्य दोस्रो जोडी त्यो गीत प्रस्तुत भइरहेको छ। स्मृति र मोनिका
हाते गरेर के गर्नु
देशवासीहरूलाई पनि अत्यन्त मनोरञ्जन गराएर गइसक्नु भएको छ र मैले अघि भाषण गरेको थिएँ गुड्डु स्वस्तिका मिक्सङको लागि तयारी अवस्थामा रहिदिनुको लागि आग्रह गरेको थिएँ। त्यसै गरी नेक्स्ट तयारी अवस्थामा रहिदिनुको लागि स्तुति र कृतिज्ञालाई पनि आग्रह गर्न चाहे। उहाँहरूको पनि मिक्सङ रहेको छ। साँच्चै मिक्सङ अत्यन्त रमाइलो हुन्छ किनभने डान्स गर्न पनि त्यत्तिकै रमाइलो हुन्छ, दर्शकलाई पनि त्यत्तिकै रमाइलो हुन्छ। त्यसै कारणले लेट्स इन्जोय। यस्तै रमाइलो प्रस्तुति दिनको साथीहरूको समयलाई ध्यानमा राखेर मिक्सङको लागि आउनुहुँदैछ सोनिया। सेवारो सोल्टी सेवारो है
लगभग समाप्त भइसकेको छ र कोही साथीहरूले यदि म पनि एउटा नृत्य प्रस्तुत गर्न चाहन्छु, मैले त समय नै भएन, समय नै पाइएन भन्ने खालको महसुस नहोस् भन्ने अभिप्रायले मैले मेमको अनुमति लिएर कोही इच्छुक हुनुहुन्छ भने यहाँ स्टेजमा नाम टिपाउनको लागि पनि आग्रह गर्न चाहन्छु। र हामी लगभग कार्यक्रमको अन्त्यमा आइसकेका छौँ र मैले सागर सरको पनि कुराहरू बुझे र उहाँको मनस्थिति पनि एउटा रमाइलो वातावरणमा डान्स गरौँ सबैजना एकमुष्ट, किनभने यस्तो कार्यक्रम बेला सबै समयमा आउँदैन। यो वार्षिक रूपमा आउने कार्यक्रम हो। वार्षिक रूपमा आजको 17औं वार्षिक उत्सव मनाइरहँदाखेरि मिस्ट कलेजले पनि एउटा इतिहास रचेको छ, जुन इतिहास यो अबका आगामी दिनहरूमा पनि निरन्तर रूपमा पाओस्। र मैले पनि अहिले डिपिएच फर्स्ट इयरमा अध्ययन गर्दै गर्दाखेरि मिस्ट कलेजको आगामी समय आगामी 3 वर्ष मैले पनि यही बिताउनु पर्छ। त्यसकारण यस्तो कार्यक्रममा बेलामा तपाईहरु समक्ष आउने बाचा गर्दै र सागर सरको अनुमति लिएर मैले के आग्रह गर्न चाहे भने सम्पूर्ण साथीहरु दुईटा सङ्ग्समा डान्स गर्ने संयुक्त रूपमा अनौपचारिक होस् र त्यहाँ सर मेम र विद्यार्थीको कुनै भेदभाव हुँदैन। संयुक्त रूपमा इन्जोय दुईटा सङ्गमा र यस पछाडि त्यो नृत्य सँगसँगै हामीले आजको यस मिस्ट कलेजको 17औं वार्षिक उत्सव कार्यक्रमलाई पनि समापन गर्दै अगाडि बढ्नेछौँ र त्यो गीत सँगसँगै हामी कार्यक्रमको अन्त्य गर्दैछौँ। र म अन्त्यमा यो स्टेजमा बिदा हुँदै गर्दाखेरि बिदा भन्दा मन मेरो चर्चा छ, पोलो छातीभित्रभित्रै भोग्ने परा छ, यस्तै रहेछ जीवन यात्रा, आफ्नो आफ्नो हिँड्नुपर्छ भन्ने भनाइका साथमा हजुरबाट बिदा हुन चाहन्छु। धन्यवाद। Well done. Thank you, Beep. Thank you, Bipasa, for this wonderful anchoring session. भीमले यतिकै मैले सोचेको थिइनँ रहे पनि मैले सोचेको पनि एक्सपेक्टेसन आयो। Give him a mighty clap. Meanwhile, Bipasale पनि उलाई हेल्प गर्दै गर्दा give her a mighty clap. Meanwhile, अब दुईटा that will be a dancing operator, दुईटा dancing song है। Meanwhile, त्यसलाई हामीले रोल अन गर्दै गर्दाखेरि यहाँ हामीलाई एउटा भाइब्स आयो, एउटा फिलिङ आयो। डान्स कम्पिटिसनलाई सम्भव गराउनको लागि डान्स गुरुलाई पनि हामीले सम्मानको स्वरूप एउटा मायाको चिनो दिने हामीलाई त्यो भाइब्स आयो र यस डान्स गुरुलाई मायाको चिनो दिनको लागि यस कार्यक्रमको अध्यक्ष आज गर्नुभएको या यस कलेजको अध्यक्ष रन्जु म्यामलाई फेरि एकचोटि मैले सम्झेँ म्याम। स्वागत राई गर्दा हुनुहुन्छ सर, स्वागत राई हजुरलाई यहाँ मञ्चमा आउन अनुरोध गर्दछु सर। स्वागत राई सर। सँगसँगै निशा राई कता हुनुहुन्छ र सरलाई धन्यवाद छ सर। उहाँहरूको कारणले गर्दाखेरि आज यो डान्स कम्पिटिसन हामीले राम्ररी विदिन 1 विकमा हामीले राम्ररी अर्गनाइज गर्न सफल भएको छौँ। हजुरको यो योगदानप्रति हामी आभारी छौँ। म्यामलाई पनि धन्यवाद छ। विदिन 1 विकमा हामीसँग समयको अभाव हुँदै गर्दाखेरि म्यामहरूले डाइरेक्सन दिँदै गर्दाखेरि आज यो कार्यक्रम सफल भएको छ। धन्यवाद म्यामलाई, धन्यवाद म्यामलाई पनि। Meanwhile, we're going to wrapping these things up.
चिनो रखना है ताली ताली से मुखड़े ते दिल ललचावे लगदा बिलश प्यारा जान लेना चाहवे मुखड़े ते दिल ललचावे